सर्वप्रथम मैले पार्टी निर्माणकै क्रममा भन्नुपर्दाखेरि विभिन्न किसिमका अनैतिक क्रियाकलापहरू पनि देखियो। साथीहरूको अशोभनीय व्यवहार जस्तो सहयोग नगर्ने, सहयोगको आह्वान गर्दा गर्दै सहयोग नगर्ने, तिमीहरू यो रविदाई कारागारमा हुँदै गर्दाखेरि यो ठगको पार्टी भन्ने किसिमका कुराहरू पनि हामीले झेल्नु पर्यो। अब यसमा मैले चाहिँ अहिले चाहिँ सबैलाई मिलाएर लिएर जाँदै गर्दाखेरि सबैलाई एउटै ट्र्याकमा ल्याउनलाई सुदृढ बनाएर र अनुशासन आयोगलाई पुरै अख्तियारीका साथ काम गर्नको लागि कसैले पनि कतै पनि कुनै पनि किसिमको अनैतिक क्रियाकलाप गर्छ भने अन द स्पट, जसरी ढाका प्रसाद श्रेष्ठज्यू 72 घण्टाभित्र कारवाहीमा पर्नुभएको थियो, त्यसरी रूपन्देही जिल्लाभरिमा हामीले चाहिँ अनुशासनलाई एकदमै बलियो तरिकाले लिएर जाने र कसैले त्यस्तो क्रियाकलाप गरेको भेटियो भने 24 घण्टाभित्र हामीले कारवाहीको सिफारिस गर्ने किसिमको एउटा चाहिँ व्यवहारिक मा लिएर जान खोजिरहेछौँ र सङ्गठन सुधार गर्नको लागि पनि सबै किसिमको तालमेल मिलाएर अघि दिदीले भने जस्तै हामीले विभिन्न किसिमको पर्यटकीयलाई जोड्ने कुराहरूमा भयो, सिपमूलक कुराहरूमा भयो र पार्टीलाई चलायमान बनाउनको लागि पनि प्रशिक्षणका कुराहरू भयो। यसलाई चाहिँ प्राथमिकतामा राखेर हामी अगाडि बढाउने प्रयत्नमा रहनेछौँ भन्ने कुराको प्रतिबद्धता जाहेर गर्न चाहन्छु। खुला सत्र हाम्रो 10:30 बजे सुरु भएर 1 बजेसम्म चल्छ भने लगत्तै 2 बजेदेखि हाम्रो बन्द सत्र सुरु हुन्छ। अब यसको लगभग तयारी सबै पूर्ण भइसकेको छ। अब भोलि आज साँझसम्म नामावली हाम्रो जस्तो प्रतिनिधिको नामावली प्रकाशन हुन्छ र भोलि बिहानदेखि उम्मेदवारी आह्वान हुन्छ। निर्वाचन समिति पनि चयन भइसकेको अवस्था छ। पर्सि हाम्रो चाहिँ जेठ 24 गते आइतबारको दिन यो विश्राम वाटिकामा कार्यक्रम सम्पन्न हुन गइरहेको कुरा जानकारी गराउन चाहन्छु। त्याग र तपस्या गरिएको छ। जति बेला पार्टीलाई कसैले पत्याउँथेन त्यति बेला हामीले चाहिँ पार्टीको बागडोर सम्हाल्दै यहाँसम्म संस्थापककै भूमिकाबाट यहाँसम्म ल्याइ पुर्याएका छौँ र पार्टी अहिले पहिलो पार्टी बनिसकिसकेपछि पनि यहाँ विभिन्न किसिमका विभिन्न दलबाट हाम्रो साथीहरू प्रवेश गर्नुभएको छ। सबैले मिलाएर सबैले समेटेर यो ठाउँमा अधिवेशनमा पनि वडापालिकाहरूमा चाहिँ विभिन्न समायोजनको नामबाट होस् या विभिन्न पार्टी दलबाट आबद्ध भएका साथीहरूलाई पनि समेटेका छौँ र जिल्ला अधिवेशनमा पनि हामीले समेटेरै लिएर जाने उद्देश्य रहेको छ। र जसरी हुन्छ देश बनाउने अभियानलाई चाहिँ यो खुला हृदयले हामीले सबैलाई स्वागत गर्दै सबैलाई चाहिँ समेटेर यो अभियानलाई सार्थक र सफल बनाउने हाम्रो प्रथम उद्देश्य रहेको छ। अब योभन्दा पहिला म सङ्गठन प्रमुखको भूमिकामा थिएँ र सङ्गठन प्रमुखको भूमिका गर्दै गर्दाखेरि 16 वटा पालिकामध्ये हामीले 14 वटा पालिका अधिवेशन गरेर सम्पन्न गऱ्यौँ, जसमध्ये 2टा पालिका चाहिँ तदर समिति सम्पन्न गऱ्यौँ भने 155 वडाहरूमध्ये हामीले 146 वटा वडाहरू लगभग अधिवेशन गरेर भ्यायौँ। 4 वटा वडामा चाहिँ तदर समिति छ, अन्य 5 वटा वडामा चाहिँ केही पनि समितिहरू बनाउन अझै बाँकी रहेको छ। अब यसपछि चाहिँ सङ्गठनको लगभग 90% वर्क प्रोग्रेस भइसकेपछि मैले चाहिँ सचिव पदको लागि आकाङ्क्षी को रूपमा उम्मेदवारी दिने कुरा सार्वजनिक गर्न चाहन्छु।